सो फ्याबला सबैजनालाई म एउटा जानकारी गराउन चाहन्छु है त। जो जति रुख काट्ने मेसिन प्रयोग गरेर हिँड्नुहुने साथीहरूलाई म एउटा कुरा भन्न चाहन्छु। आजभोलि मार्केटमा एकदमै डुप्लिकेट सामानहरू आइरहेको देखेँ र आफू मैले पनि प्रयोग गरेँ, म पनि फसेँ है। एउटा कुरा यो मैले पनि एउटा नेटमा देखेको थियो। यो एकजना दाइले भनेको देखेँ क्या मैले, विश्वको नम्बर 1 चिर्ने च्यान हो भनेर चाहिँ देखेँ। त्यो चाहिँ यही कम्पनीको ओरेगन कम्पनी भन्ने छ। यो कम्पनीको यो चाहिँ एकदमै डुप्लिकेट रहेछ। म सबैलाई भन्न चाहन्छु, म अहिले काममै छु। यो चेन चाहिँ एकदमै डुप्लिकेट रहेछ। यो कम्पनीको नाम चाहिँ यो हो। अनि यो चेन चाहिँ यो हो, चेन चाहिँ यो हेर्नुहोस् है, चेन चाहिँ यो हो, देखाउन चाहन्छु है त। यो चेन चाहिँ यो हो, यो कम्पनीको चेन चाहिँ यो हो। मैले हिजो मात्रै किनेर लिएर आएको, तर 2-3वटा थाम तास्ने बित्तिकै केही पनि काम लागेन कि यो चेन चाहिँ एकदमै डुप्लिकेट रहेछ। हेर्नुहोस्, यो चाहिँ कसैले पनि नकिनिदिनु होला, झुकिएर पनि नकिनिदिनु होला है त। यो प्रयोग नगर्नु होला। यस्तो रुख काट्ने मेसिन प्रयोग गर्ने साथीहरूलाई म भन्न चाहन्छु, यही स्टिल कम्पनीकै चेन प्रयोग गर्नु पऱ्यो। स्टिलकै राम्रो रहेछ। लगभग 1 वर्ष नै बढी भयो यो चेन चाहिँ है। यो चेन चाहिँ 1 वर्ष नै बढी भयो। तर यो ओरेगनको चेन चाहिँ हिजो मात्रै किनेको। तर यो हिजो मात्रै किनेको चेन र यो 1 वर्ष अगाडि किनेको चेन आकाश पातालको फरक छ। यसले मजाले राम्रोसँग काट्दो रहेछ। हाम्रो स्टिल कम्पनीकै यो मेसिन पक्कै पनि हजुरहरूसँग होला, यही कम्पनीको है। यो ब्राजिलको स्टिल कम्पनी, ब्राजिल स्टिल कम्पनीको एकदम राम्रो छ। तर यो ओरेगनको राम्रो भनेर बेचिरहेको चेन चाहिँ एकदमै डुप्लिकेट रहेछ। यो चाहिँ कसैले पनि नकिन्दैन होला, म भन्न चाहन्छु। यो 2003 लिएर आएको मैले, 2000 पर्यो। यो धादिङ बेसीको कुरा हो। धादिङ बेसीमा जो जति युजरहरू यो स्टिल चेन्सो मेसिन प्रयोग युजरहरू हुनुहुन्छ, म सबैजनालाई भन्न चाहन्छु, यो चेन चाहिँ डुप्लिकेट रहेछ, कसैले पनि नकिन्दैन होला।